सलमान घिसिङ नेतृत्वमा नेपाल जनसेवा पार्टी गठनको लगभग टुङ्गो राख्न सुझाव दिएका थिए। सुमना श्रेष्ठ सहित केही नेताहरूले उज्यालो नेपाल पार्टी नाम राख्दा एकजनाको पार्टी जस्तो देखिने भन्दै फरक नाममा पार्टी गठनको सुझाएका थिए। त्यसकारण नेपाल जनसेवा पार्टी नाम राख्ने बारे लगभग सहमति भएको हो। आज भरै र भोलि पनि छलफल गरेर जनसेवा पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी रहेको घिसिङ निकट स्रोतले जनाएको छ। अहिले घिसिङ मन्सी रहेकोले नेतृत्व खुलाएर जाने कि नजाने भन्ने बारे निर्णय भइसकेको छैन। तर घिसिङ आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने मनस्थितिमा छन्। यो कुलमानजी नेतृत्वको पार्टी हो, तर अहिले नेतृत्व नखुलाउने, पदाधिकारी पनि नराख्ने र केन्द्रीय सदस्यहरू मात्रै राखेर दल दर्ता निवेदन दिने तयारी छ, उक्त स्रोतले भन्यो। अरू पार्टीबाट आएकालाई पदाधिकारी नराख्ने भन्ने बालेन शाहको पनि समर्थन रहने उक्त स्रोतको दावी छ। अहिले बालेनजीको पनि समर्थन रहन्छ, तर उहाँ प्रत्यक्ष रूपमा जोडिनुहुन्छ कि हुन्न यकिन छैन।